हेलो साथीहरु, हाई। म चाहिँ आज त हजुरहरुलाई हाम्रो घर अनि गोठहरु देखाउन गइरहेको छु है। हाम्रो घर चाहिँ यस्तो छ। यही हो हाम्रो घर। अनि हाम्रो गोठ चाहिँ हाम्रो भान्साकोठा चाहिँ यही हो। यो भान्साकोठा। अनि यहाँ हाम्रो सानो धारा पनि आएको छ। आइरहन्छ अहिले 10 बजेसम्मै। अनि यहाँ चाहिँ हाम्रो बाख्रा गोठहरु पाडाहरु देखाउने छु है म हजुरहरुलाई। यो चाहिँ हाम्रो खसी बाख्रा। खसी अनि त्यहाँनिर दुई चारवटा बाख्रा, दुई चारवटा खसी बोकाहरु छन् है। यिनीहरुले चाहिँ घाँस काट्न चाहिँ पाखामा पुग्नुपर्छ। यतितिर पाउनु त पाउँछ, तर पाखा गयो भने चाहिँ अलि धेरै ड्याममा ल्याउनु पाउँछ। हिजो हामीले 16-17 मुठाहरु लिएर आएको थियौं। अनि अहिले 12-13 मुठा छन् बाँकी, अरु सबै खाइसके। यो चाहिँ बोका अनि खसीहरु है। यो खसी पनि हजुरहरुलाई मन पर्छ भने लिन आउनुस् होला, बिक्रीमा नै छ भनौं। अनि यहाँ चाहिँ छ हाम्रो सानो पाठो। यसको चाहिँ आमाको चाहिँ दुध नआएर मैले दुध किनी खुवाएर यत्रो बनाए है। ल धेरै राम्रो छ है। यो चाहिँ ज्ञानी पनि छ। बेला बेलामा ढाडमाथि चढेर उल्का बनाउँछ। धेरै माथिको पनि छ है। अनि त्यो पाठी दुईटा जुम्ल्या थियो। आमाको दुध नआएर मैले दुध किनेर खुवाएर यत्रो बनाइदिउँ। र यो चाहिँ हाम्रो पाखाबाट ल्याएको घाँस, यो दाउरा है। यो घाँस चाहिँ पाखाबाट लिएर आएको हो। अझै 12-13 वटा छ। यो चाहिँ हाम्रो पाडा। र यहाँ हेर्न सक्नुहुनेछ, यो चाहिँ हाम्रो पाडा है। पाडाहरु पनि ज्ञानी छ। साथीहरु, मैले आज चाहिँ हजुरहरुलाई मैले पाडा देखायौँ, बाख्रा देखायौँ। किनभने चाहिँ यो सबै काम मैले आफैले गर्नुपर्छ। घरमा कोही हुनुहुन्न, म एक्लै छु। अनि बहिनी चाहिँ सानो, ऊ चाहिँ पढ्न गइरहेको हुन्छ स्कुलमा। अनि ऊ चाहिँ 11 बजे आउने हो। चाहिँ खाना बनाएर राख्नु छ अहिले। अनि अहिले बोकाएर आउँथे। अनि यो बाख्रा, भैँसी, यो बाख्रा, पाडा अनि यो कुखुरा पनि छ। त्यहाँनिर गरे कुखुराहरू पनि छ। उनीहरूले सबैलाई चाहिँ हेर्नु पर्ने भनेको म आफैले नै हो। घरको काम, बाहिरको काम, पाखा, नर्सरी सबै म आफैले नै गर्नुपर्छ। यस्तो हजुरहरुलाई चाहिँ गाउँघरतिरको कामहरू कस्तो लाग्छ यही भन्न चाहन्छु। अनि मेरो काम चाहिँ यही हो। अब यत्रो वर्ष भयो है यो काम गरी। अब त भनौँ लगभग भयो 22 वर्ष जति पनि भयो। यो कामहरू गर्दा अरू केही गर्न सकेको छैन। आफूसँगैका साथीहरू चाहिँ कोही सरकार जागिर खाएर घरमै बस्ने, सरकार जागिर खाएर छ, मिस बनिरहेको छ है। कोही जापान गइसके, कोही कोरिया जानलाई पढ्दैछ, मेहनत गर्दैछ है। आफ्नो त छैन, आफूले मात्रै भनेर पनि नहुँदो रहेछ। अब पेरेन्ट्सहरूको पनि साथ सपोर्ट चाहिँदो रहेछ। आफ्नो त बाउले सानैमा छोडेर जानुभयो। त्यसपछि अब बाउ भने पनि आमा भने पनि आमा मात्रै हुनुहुन्छ। आमाले पनि अब पढाइदिनु भयो, यत्रो बनाइदिनु भयो। यो भन्दा कति गर्नु है। इच्छा र सपना त थियो नि मेरो पनि। म पनि अब यस्तो बनौँ, त्यस्तो बनौँ, त्यस्तो गर्न पाए हुन्थ्यो भन्ने मेरो पनि इच्छा थियो, सपना थियो। म पनि जागिर गर्नु पाएँ, मैले पनि केही कमाउनु पाएँ। के गर्नु साथीहरू है। अब सबै कुरा गर्छु भनेर आफूले मात्रै भनेर पनि नहुने रहेछ। सबै कामको लागि अब अहिलेको जमानामा इम्पोर्टेन्ट भनेको नै पैसा नै रहेछ है। पैसा अनि त्यसपछि अर्को भनेको आफ्नो पेरेन्ट्सको साथ सपोर्ट। अब त्यो नै नभएपछि अनि जिन्दगीमा अगाडि बढ्नको लागि नै अब मनी नै नभएपछि अब गाह्रो हुँदो रहेछ। आफूले गर्छु भनेर अब आफू अगाडि बढेर मात्र नहुने रहेछ है। त्यसैले यो जमानामा पैसा भएन भने अरूले खाएको ठाउँमा हेऱ्यो बस्यो, यस्तै रहेछ जिन्दगी। सबैभन्दा त अब आफ्नो पनि एउटा सपना हुन्छ नि त। म यस्तो गर्नु पाएँ, म त्यस्तो गर्नु पाएँ, म त्यस्तो भन्नु पाएँ भन्ने आफ्नो इच्छा चाहनाहरू त हुन्छ नि। अब के गर्नु, भाग्यमा नै नभएपछि आफूले खोजेर मात्र नपाइदो रहेछ है। त्यसैले मान्छेहरूले भन्छ आफ्नो लक पनि हुनुपर्छ केही काम गर्नको लागि, अगाडि बढ्नको लागि। साथ सपोर्टसँगै आफ्नो भाग्य पनि भयो भने
आफूले चाहेको पुरा हुन्छ अरे भन्छन्। आफूले के गर्नु गाह्रो छ, भनेको जस्तो केही पनि भएन। त्यही भएर अब अहिले काम भनौँ कि के भनौँ कि यही हो, घाँस दाउरा स्याउला काट्ने अनि बाख्रा पाडाहरूसँग रमाउने कुरा गर्ने, बस नि यही हो जिन्दगी। ल आजको लागि चाहिँ यति नै है। अब अर्को भिडियोमा भेटौँला हामी। हजुरहरूले मेरो भिडियो हेरिदिनु भएकोमा चाहिँ धेरै धेरै धन्यवाद। अनि हजुरहरूको यस्तै साथ सपोर्ट माया पायो भने अगाडि बढ्न सक्छु कि भन्ने इच्छा छ। हजुरहरूले सक्नुहुन्छ भने लाइक गरिदिनु, सेयर गरिदिनु है, सक्दो सेयर गरिदिनु अनि सब्सक्राइब गरिदिनु होला। यति भन्दै आजका लागि म छुट्टी हुन चाहन्छु। बाई बाई।